यी रगत मानिसले जम्मा गर्नुपर्छ र घरका जहाँ पाटाहरू खाइन्छन् ढोकाहरूमाथि अनि चौकटहरूमा छर्नुपर्छ। त्यो राति पाठो आगोमा पोलेर खानुपर्छ। तिमीहरूले तितो जडीबुटी र खमीर बिनाको रोटी खानुपर्छ। जब तिमीहरू भोजन खान्छौ कतै बाहिर यात्रामा जाँदा जस्तै लुगा लगाउनुपर्छ। तिमीहरूका खुट्टामा जुत्ता र हातमा टेक्ने लट्ठी हुनैपर्छ र हतार हतार खानुपर्छ, किनभने यो परम प्रभुको निस्तार हो। आज राति म मिस्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिस्रका सबै देवताहरूको न्याय गर्नेछु। म परम प्रभु हुँ। तर तिमीहरूका घरमा लगाएका रगत चाहिँ एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु।